हेलो गाइज, वेलकम छ आजको मेरो अर्को भिडियोमा। यो भिडियो चाहिँ हिजोकै हो। हिजो चाहिँ केही कारणले मैले हाल्न पाइनँ। हिजो चाहिँ म गएँ चन्द्रगढी साथीसँग, किनभने उसको काम थियो। अनि बिहानै नउठिकन मलाई कल गरेको थियो क्या, चन्द्रगढी जाउँ न भनेर। अनि मम्मीलाई भने अनि मम्मीलाई भने अनि हामी गयौँ दुईजना गाडीमा। अनि जाँदै थियौँ। अनि त्यहाँ चैतपुरदेखि माथि चाहिँ ट्राफिकले पक्रियो। किन हो त्यो पनि, मान्छेहरू धेरै भयो अरे, धेरै हिँडायो अरे भनेर पक्रियो। गाउँको गाडी त्यस्तै त, अनि अब भिड भइहाल्छ नि, एउटा कहिलेकाहीँ त हिँड्छ। अनि यता बाटो बन्दै थियो र उताबाट घुमाएर आयौँ। बाटो घुमाएरै ल्याएँ। अनि हिजो चाहिँ हामी चन्द्रगढी गयौँ। त्यसपछि त्यहाँको पार्क, तिनेरी नजिकै पार्क रहेछ, त्यहाँ पनि गयौँ। अनि त्यहाँबाट बिर्तामोडमा उत्रौँ। अनि त्यसपछि अर्को फेरि भद्रपुर जाने गाडीमा चढेर यता चन्द्रगढी आयौँ। त्यहाँको चन्द्रगढीको आँखा अस्पताल चाहिँ एकदमै ठुलो क्या, एकदमै शान्त राम्रो ठाउँ क्या। त्यहाँको गार्डनहरू पनि कस्तो राम्रो, त्यो पुरै सफा नि शान्त थियो। अनि हामी त्यहाँको भ्यूहरू हेर्दै आयौँ। त्यहाँ चाहिँ केही रोपेको रहेन रहेछ त्यो खेतमा, पुरै उठो घाँसहरू पनि फुल जस्तो राम्रो देखिरहेको थियो क्या। अनि हामी चाहिँ गाडीबाट उत्रौँ। अनि त्यहाँ गेट चाहिँ अलिक उता रहेछ। अनि बल्ल त्यो गेटदेखि उता छिर्नु पर्थ्यो। अनि त्यहाँ गेटको नि भिडियो बनायौँ। अनि तिनीहरू फुटबल ग्राउन्ड पनि थियो, त्यो पनि साथीलाई देखाएँ यो भनेर। उसलाई थाहा रहेन रहेछ। अनि पानी पनि पर्न आँटेको थियो। अनि उसले फेरि छाता बोकेर आँकिरहेछ। अनि चिन्ता नगर भन्दै हामी गयौँ। भरे त घाम लाग्यो। अनि त्यहाँदेखि त्यही पार्कहरू पनि हेर्दै गयौँ अगाडि नै। अनि त्यहाँ कार्यालय पुगेपछि चाहिँ अनि आफ्नो काम भइसकेको थियो। अनि त्यसपछि हामी घर फर्क्यौँ दुईजना भएर। अनि आउँदै गर्दा चाहिँ अनि साथी चाहिँ फोनमा बोलिरहेको थियो। अनि मैले चाहिँ भिडियो गरिरहेको थिएँ क्या, बाजिरहेको थियो कोसँग हो थाहा छैन, बाजिरहेको थियो। अनि त्यहाँ पार्कमा गयौँ। पार्कमा नि 5 मिनट मात्र छ, बन्द हुन्छ भन्दै थियो। अनि फोटो खिचिहाल्नु, भिडियो बनाइहाल्नु भनेर 5 मिनट दियो। अनि त्यसपछि हामीले फोटो भिडियो बनाएर अनि फेरि फर्क्यौँ। त्यसपछि चाहिँ अनि उता फोटो खिच्नु गएको, फोटो पनि कस्तो नराम्रो निकाल्दैछ क्या। अनि फेरि यो के भन्छ, यो बुलेरो केमा चढेर आयौँ बिर्तामोडसम्म। दाइ चाहिँ पश्चिम स्ट्यान्ड नै जानुहुन्छ अरे। अनि त्यही भएर हामी पश्चिम स्ट्यान्ड नै रोक्यौँ, त्यहाँ भद्रपुर स्ट्यान्डमा होइन। अनि त्यहाँ उत्रेर चाहिँ त्यहाँबाट चाहिँ हिँड्दै गयौँ हामी दुईजना लखर पर्दै। भोक लागिरहेको थियो। त्यसपछि हामी सिधै गएर राजगढी स्ट्यान्डमा गयौँ। अनि त्यहाँ गएर खानाको लागि बस्यौँ होटलमा। अनि आन्टीले मोमो र चाउमिन ल्याइदिनु भयो। त्यसपछि हामीले खायौँ। अनि उसको फेरि अर्को छुट्टै दुनियाँ क्या। अनि एकछिन बस्दा गरेर बल्ल गाडी आयो। अनि गाडीमा चढ्यौँ, त्यही पनि 1 बजे हिँड्ने रहेछ। अनि त्यहाँ गाडीमा नि बस्दा गऱ्यौँ। अनि उनीहरू फोनमा बोलिरहेको थियो नि त। अनि मैले भिडियो बनाइदिरहेको थिएँ। त्यसपछि अलिक भरेबाट बसिने बेलामा चाहिँ अनि आइसक्रिम ल्याएर खायौँ। आइसक्रिम दुईजनाले नै एक-एकवटा ल्याएर खायौँ। खाइसक्दा ओर्दा पनि गाडी हिँडेको थिएन। अनि फेरि एकछिन बस्दा गऱ्यौँ। अनि बल्ल 1 बज्यो। अनि बल्ल गाडी हिँड्यो। त्यसपछि हामी गाडीमा चढेर गयौँ। अनि राजगढ बजारमै उत्रौँ क्या। आँखा जचाउनु थियो उसको, आँखा चिलाएको गरिरहेको थियो। अनि दुईजना हिँड्दै गयौँ फेरि आँखा अस्पतालसम्म। अनि राजगढमा चाहिँ उसको दिदी र भाउजू पनि बजार आउनुभएको रहेछ सपिङ गर्न। अनि त्यसपछि उहाँहरूलाई नि भेटेर हामी चाहिँ आँखा अस्पताल गयौँ। अनि त्यहाँ चाहिँ डक्टरै हुनुहुन्न रहेछ। अनि अहिले भरे आउनुभयो। अनि आँखा जचाएर घर हिँड्दै जाँदै थियौँ।
अनि ट्याक्क साइकलमा भाउजूहरू भेट्यौँ अनि हामीलाई पनि लानु भनेर गयौँ चढेर। अनि भरे फेरि आधी बाटोसम्म पुर्याइदिनु भयो। त्यसपछि हामी हिँड्दै गयौँ। फेरि लास्टमा